यदि घन्टीको काम मन्दिरतिर हो भनेपछि सूर्यको काम आसमानतिर हो। एलन मार्क्सलाई भनेर आफ्नो कार्यकर्ता लिएर आफ्नो परिवार लिएर छिटो माथितिर गइजाउँ है बा। म यति भन्न चाहन्छु, यो भन्दै गर्दा फेरि मलाई घन्टीको छोरे भन्नु होला, तर यो झाँक्री यस्तो झाँक्री हो कि सत्यलाई सत्य बोल्छ, तथ्यलाई तथ्य भन्छ। चाहे मेरो छातीमा बन्दुक राख्नुहोस्, चाहे मेरो घाँटीमा खुकुरीको धार राख्नुहोस्, तर यस्ता कुराबाट पछि हट्दैन सत्यको सत्य, तथ्यको तथ्य। दुधलाई दुध, पानीको पानीलाई। म तिमीहरूको जस्तो कार्यकर्ता होइन कि तिमीहरूले आलुलाई प्याज भन्दाखेरि पनि ताली बजाइदिने, प्याजलाई आलु भन्दाखेरि पनि ताली बजाइदिन्छ। पानी बोल्छु। यदि घन्टीको काम मन्दिरतिर हो भनेपछि केपी ओलीको सूर्यको काम पनि आकाशतिर हो, छिटो गए हुन्छ। नेपालमा बस्ने अधिकार छैन होइन भनेपछि नेपाल लोकतान्त्रिक गणतान्त्रिक देश हो। प्रत्यक्ष जनतामा जानुहोस्, आफ्नो चुनाव एजेन्डा दिनुहोस् र जनताहरूबाट जितेर संसद जानुहोस्, आफ्नो सरकार बनाउनुहोस् जनताहरूको मन्जुरको। यो घन्टीलाई फलानु हो फलानु हो, रासपालाई यस्तो हो उस्तो हो, बालनसालाई यस्तो हो उस्तो हो, विदेशीको एजेन्ट हो भनेर खोज्ने काम नगर्नुहोस्। तपाईँ किडनी फेरेर बाँच्नु भएको, त्यही भएर तपाईँ बोल्न जान्नुहुन्न जस्तो लाग्छ। हामीले किडनी फेरेका छैनौँ, त्यही भएर हामीलाई सत्य के हो तथ्य के हो राम्ररी थाहा छ। केपी ओली बा आजको लागु तपाईँलाई नै भयो मेरो लागि। अरू मेरो नेपाललाई हेरी ल्याउँदाखेरि आएको छैन, धोको छैन। फागुन 21 पछि कसको सरकार बन्ने भन्ने धेरैको चासो छ। यो त म झाँक्रीको त मेरो झाँक्रीको बाउ आए पनि बताउन सक्दैन। त्यो त फागुन 21 पछि नै थाहा हुन्छ कसले जित्छ। तर जहाँसम्म लाग्छ यो छुट्टी मेरो अनुमानको कुरा भनौँ, देवी देवता आएर भनिया हो, मेरो अनुमानको कुरा भनौँ भने 1 नम्बर पार्टी चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी बन्छ। किन बनेन भनेपछि यिनी मेरा भाडा कुरा त होइन, मैले भन्दै आएको छु। म अरूको भाडा कुरा लगाएर हावा बोल्ने मान्छौ। मैले लागेको 2,400को पोइन्ट, 2,400को कोट, 2,400को भ्यास्ट हो। यिनी मेरा 1,000-1,200का कपडा दुवातिर लगेर पोल्छु।